हेलो नमस्ते। के तपाईँहरू एउटा सानो व्यापारबाट पनि करोडौँ रुपियाँ कमाउन चाहनुहुन्छ? या सानो एउटा व्यापारबाट पनि नामदाम सबै कमाउन चाहनुहुन्छ भने यो तपाईँको 3 मिनटको भिडियोमा तपाईँ रोकिदिनुहोस्। म तपाईँहरूलाई सिकाउने छु कि एउटा सानो व्यापार पनि कसरी ठुलो हुन्छ र एउटा सानो व्यापारबाट पनि करोडौँ रुपियाँ कसरी कमाउन सकिन्छ। कुनै पनि व्यापार सानो वा ठुलो भएर बढी पैसा कमाउने होइन। सानो व्यापार पनि धेरै राम्रो पैसा कमाएको हुन्छ र कुनै ठुल्ठुलो व्यापारहरू पनि घाटामा गएको हुन्छन्। आफ्नो स्टाफलाई स्यालेरी पनि खुवाउन सकेको हुँदैनन्। त्यो के हो? त्यो भनेको फाइनेन्सियल म्यानेजमेन्ट हो। फाइनेन्सियल पैसाको व्यवस्थापन यदि गर्न जान्नुभयो भने नि तपाईँको सानो व्यापार पनि करोडौँमा जान्छ। र यदि पैसाको व्यवस्थापन गर्न हुनु भएन भने तपाईँको ठुलो करोडको व्यापार पनि जिरो हुनमा, सखाप हुनमा टाइम लाग्दैन। तपाईँलाई एउटा गोप्य कुरा बताउँछु म। माडेहरूले जति पनि ठुलो व्यापारीहरू छन्, मडबारीहरू छन्, उनीहरू चाहिँ यो पैसाको व्यवस्थापन, क्यास म्यानेजमेन्टमा मास्टर गरेको हुन्छन्। उनीहरूको सबभन्दा ठुलो गुण भनेको पैसा व्यवस्थापन गर्नु नै हो। त्यही भएर उनीहरू सानो व्यापार खोले तापनि केही दिनमा हेर्दै उनीहरू त्यही सानो व्यापारबाट करोडौँ पनि कमाउँछन् र त्यो व्यापारबाट उनीहरूले नाम र दाम सबै कमाएको हुन्छन्। कृपया गरेर यो भिडियोमा अब 1.5 मिनट रोकिदिनुहोस्। म तपाईँले सिकाउने छु एउटा महामन्त्र। हामी साधारण मान्छे एउटा सबभन्दा ठुलो जालमा फँसेको हुन्छौँ। त्यो भनेको उधारोको जाल हो। बिना उधारोको व्यापार ठुलो हुँदैन, व्यापार बढी हुँदैन, सेल बढी हुँदैन। तर त्यो उधारोलाई पनि सही तरिकाले म्यानेज गर्न सक्नुपर्छ। यही कुरामा यदि मास्टर बन्नुभयो भने तपाईँको व्यापार करोडौँ कमाउन र ठुलो नामदाम कमाउनबाट कसैले रोक्न सक्दैन। के तपाईँको व्यापारमा धेरै सेल्स देखिएको छ तर तपाईँको हातमा क्यास छैन? के त्यो तपाईँको सबै नाफा या क्यास त्यो रातो डायरी जुन उधारो डायरी राख्नु भएको छ त्यसमा त थुनिएको छैन? त्यही थुनिएको हुन्छ हाम्रो सबै नाफा र सबै। धेरै पसलहरूको सामान नबिकेर होइन, उधारो नउठेको कारणले धेरै पसलहरू बन्द हुने गर्छ। र त्यसै समस्याको समाधान म आज 3वटा महत्त्वपूर्ण पोइन्टले तपाईँले सिकाउने छु कि उधारोलाई क्यासमा कसरी बदल्ने। पहिलो नियम भनेको क्रेडिट लिमिट फिक्स गर्नुहोस्। यदि कसैलाई उधारो सामान दिइराख्नु भएको छ भने एउटा लिमिट सेट गर्नुहोस्। मान्नुहोस् यदि 5,000 को लिमिट सेट गर्नुभयो भने यदि 5,000 पुग्ने बित्तिकै यदि त्यो 5,000 रुपियाँ आएन भने त्यसले उधारो नदिनुहोस्, उधार बन्द गर्नुहोस्। उधारो त दिनुभयो तर कसको 10 दिन भयो, कसको 1 महिना भयो त्यो पत्ता लगाउनुहोस्। तेस्रो, जुन उधारो तपाईँको बढिदिनु भएको छ त्यसलाई पहिलो उठाउनु।